युट्युब च्यानलका साथीहरू सम्पूर्णलाई नमस्कार अनि मिस यु सबैजनालाई सम्झेको छु। अनि यहाँ यस्तो छ हाम्रो त मौसम, आज पानी पर्न आँटेको छ, घाम पनि अलिअलि लागेको छ अनि कुहिरो पनि लागिरहेको छ। यस्तो छ मौसमहरू, त यस्तै छ। तपाईँहरूको दिन कसरी बित्दैछ अनि सबैजनाले सब्सक्राइब गरिदिनु होला हो मलाई चाहिँ भन्न चाहन्छु। अब त के गर्नु पर्ने, एउटा सब्सक्राइब गर्दैन। भिडियो त त्यस्तै अल्छी लाग्छ बनाउन पनि, के गर्नु। खरे देखायो एउटै ठाउँमा, मन पराउने लाइक सब्सक्राइब गर्छन्, नपर्ने गर्दैन, के गर्नु पर्ने। लाउन आँटेको यसरी आजको दिन चाहिँ मेरो यसरी बितिरहेको छ, एकदम धुमधाम छ साथीहरू। यस्तै बसिरहेको म चाहिँ घरतिर, के गर्नु। आज चाहिँ म अन्डा अनि किरा अनि घिउकुमारीको प्याक बनाउन आँटेको छु। र म चाहिँ यहाँ घिउकुमारीको अनि अन्डा मिक्स गरेर प्याक बनाउन सुरु गर्दैछु साथीहरू। मैले तोरीको तेल अनि अन्डा घिउकुमारी मिक्स गरेर यहाँ टाउकोमा लाउनलाई यसरी प्याक बनाइरहेको साथीहरू। यसरी लाउनु पर्छ नि, कपाल एकदम सिल्की लामो हुन्छ। तर मेरो त कपाल त राम्रै छ छनु त, म चाहिँ यस्तै प्याक बनाएर लाउँछु जहिले पनि। अब ब्युटी पार्लर गएर कोहीले स्टेट बनाउँछ, के बनाउँछन्, आफ्नो भनेको बेला हिँड्न पाइँदैन। गाउँघरको यस्तै लाउने। मेरो कपाल त अलिक लामो थियो, दिदीले काटेर छोटो बनाइदिनु भयो। क्रिम लाको आज नक्कल पारेको, नक्कल यसरी नक्कल पारेको हो। नक्कल म त घरमा पनि बस्दा पनि लाउने हो, कहाँ कहाँ हिँड्दा मात्रै होइन, घरमा बस्दा पनि लाउने। यसरी नक्कल पार्नु पऱ्यो नि, नक्कल त पर्नै पर्यो, घरमै बस्दा पनि लाउनै पर्यो, नक्कल त पार्नै पर्यो नि, हो जस्तो त पर्नै पर्यो। हिँड्दा मात्रै लाउने होइन, घरमा बस्दा पनि लाउने, सो नक्कल पार्ने हो साथीहरू। उस खाएको काल मिश्री खाएको नक्कल पार्दै मैले।